हाई एभ्रिवान, पान्डाज हामी डाटा कसरी फिल्टर गर्न सकिन्छ है? आज हामी हेर्ने। डाटा फिल्टरिङ भन्ने के हो भने डाटा फिल्टरिङ मिन्स सिलेक्टिङ रोज फ्रम अ डाटा फ्रेम त्यो भनेको डिएफ होइन बेस्ड अन कन्डिसन। सपोज अस्ति हामीले डाटा इन्सर्ट गरेको थियो पान्डाजमा होइन, जस्तै मैले नेम एज स्यालेरीमा नेममा के डाटाहरू इन्सर्ट गरेको थिएँ, एजमा के डाटाहरू इन्सर्ट गरेको थिएँ, स्यालेरीमा हामीले के डाटाहरू इन्सर्ट गरेको थियो भने अब यो डाटालाई कसरी फिल्टर गर्ने बाई युजिङ कन्डिसन। सपोज मलाई यहाँ कसको स्यालेरी 1 लाखभन्दा माथि छ, कसको स्यालेरी 50 भन्दा तल छ होइन, त्यो डाटा फिल्टर गर्न मन लाग्यो अथवा हाइएस्ट स्यालेरी कसको छ, लोएस्ट स्यालेरी कसको, त्यो डाटा फिल्टर गर्न मन लाग्यो भने पान्डाजबाट हामीले इजिली के गर्न मिल्छ भने डाटा फिल्टर गर्न सकिन्छ है त। ल अब सिन्ट्याक्स चाहिँ यसको बुझ्नुपर्छ। सपोज यहाँ के छ भने हामीले सपोज कुनै कलम नेममा केही कुरा डाटा फिल्टर गर्न मन लाग्यो भने हामीले के युज गर्नुपर्छ, कन्डिसन दिनुपर्छ होइन। जस्तै मैले के छ भने डिएफ कन्डिसन, ठिक छ। अब मलाई यसमा कुनै एउटा कलम नेम सिलेक्ट गर्न मन लाग्यो, जस्तै डिएफ स्क्वायर ब्रेकेट ओपन डिएफ कलम नेम। सपोज मैले यहाँ कलम नेममा एज दिइरहेको छु भने एजको कन्डिसन मैले भ्यालु के दिइरहेको छु भने अपरेटर मैले ग्रेटर देन अनि भ्यालु मैले 70 दिइरहेको छु भने 17 भन्दा माथिको डाटा हामीले के गर्छ त तपाईँ सबै फिल्टर भएर आउँछ। जस्तै डिएफ स्क्वायर ब्रेकेट ओपन स्क्वायर ब्रेकेट क्लोज अनि के हुन्छ हाम्रो यहाँ डिएफमा मैले कलम नेम यहाँ के दिइरहेको छु भने यहाँ एज दिइरहेको छु भने अनि कन्डिसनमा हामीले के गरिरहेको छु भने कन्डिसनमा हामीले अपरेटर ग्रेटर देन एप्लाई गरिरहेको छु र मैले यहाँ भ्यालु के दिएँ भने तपाईँको 17 भन्ने भ्यालु दिएँ। आउटपुट हाम्रो के आउँछ तपाईँको 17 भन्दा माथिको एज को छ त हरि र राजेश एज यसको 18 19 स्यालेरी भनेको 50,000 30,000 के हुन्छ तपाईँ डाटा फिल्टर भएर आउँछ, ठिक छ। अब अरू के गर्न सकिन्छ भने जस्तै फिल्टर युजिङ नट इक्वल टु, जस्तै हामी डिफ्रेन्ट अपरेटर युज गर्न मिल्छ, ग्रेटर देन, नट इक्वल टु, लेस देन होइन। यो सबै अपरेटर युज गरेर हामी के गर्न मिल्छ तपाईँ डाटाहरू फिल्टर गर्न मिल्छ। सिन्ट्याक्स के भयो तपाईँको डिएफ स्क्वायर ब्रेकेट ओपन स्क्वायर ब्रेकेट क्लोज अनि डिएफमा मैले कलम नेम के दिइरहेको छु भने यसमा के गर्न मिल्छ तपाईँको नट इक्वल टु अपरेटर युज गर्न मिल्छ। भ्यालु के हाल्न मन लागिरहेछ त्यो भ्यालु हाल्दा भयो, ठिक छ। फर इक्जाम्पल डिएफ स्क्वायर ब्रेकेट ओपन स्क्वायर ब्रेकेट क्लोज अनि डिएफ कलम नेम दिइरहेको छु भने नट इक्वल टु अपरेटर युज गरिरहेको छु। भ्यालु मैले के दिइरहेको छु तपाईँको हरि दिइरहेको छु भने हरि बाहेक सबै के हुन्छ तपाईँको डाटाहरू फिल्टर भएर आउँछ, ठिक छ। ल अब के छ भने फिल्टर युजिङ इक्वल टु, त मैले यहाँ कुन अपरेटर युज गरिरहेको छु तपाईँहरूको इक्वल टु भन्ने अपरेटर युज गरिरहेको छु। त सिन्ट्याक्स सेम हुन्छ है, डिएफ स्क्वायर ब्रेकेट ओपन स्क्वायर ब्रेकेट क्लोज डिएफमा मैले कलम नेम सपोज नेम दिइरहेको छु भने नेममा भ्यालु मैले इक्वल टुमा हरि दिइरहेको छु भने जस्तो हाम्रो आउटपुट के आउँछ तपाईँको हरिको मात्र र हाम्रो के हुन्छ डाटा फिल्टर भएर आउँछ, ठिक छ। ल अब यो गर्ने कसरी त है, अब ल्याबमा गरौँ होइन। अब टर्मिनल ओपन गर्ने, यहाँ जुपिटर नोटबुक लेख्ने अनि सिफ्ट प्लस इन्टर गर्ने बित्तिकै हाम्रो के आउँछ भने रन हुने बित्तिकै हाम्रो के भयो ओपन भयो, ठिक छ। त मेरो डकुमेन्ट कहाँ छ भने डेस्कटपमै होला, ठिक छ। ल मैले ओपन गरेँ है, ठिक छ। अनि मैले के गर्छु भने यसलाई रन पनि गरिहाल्छु। ल मैले अलरेडी डाटाहरू सेट गरिसकेको छु। ल मैले यहाँ के गरिरहेको छु भने डिएफ भनेको डाटा फ्रेम हो, मैले हाम्रो भेरिएबल नेम होइन। अनि मैले इन्टर गरेँ भने हाम्रो के आयो त सबै डाटाहरू प्रिन्ट भएर आयो। अब यसमा मैले के गरिरहेको छु अब तपाईँको डाटा फिल्टरिङ गरिरहेको छु। ल सपोज मलाई के गर्न मन लाग्यो भने डिएफ भन्ने डाटा फ्रेम स्क्वायर ब्रेकेट ओपन डिएफ अनि स्क्वायर ब्रेकेट ओपन मैले कलम नेम सपोज के दिइरहेको छु भने यहाँ अहिलेको लागि एज दिइरहेको छु है, एज दिइरहेको छु अनि स्क्वायर ब्रेकेट क्लोज अनि मैले अपरेटर मैले ग्रेटर देन एप्लाई गरिरहेको छु अनि यसको भ्यालु सपोज मैले यहाँ के दिएँ भने तपाईँको 17 दिएँ अनि स्क्वायर ब्रेकेट क्लोज भयो है। ल अब यसलाई रन गरौँ त, यहाँबाट रन गर्दा नि भयो। हेर्नुहोस् त हाम्रो के आयो तपाईँको 17 भन्दा कसको एज बढी छ त त्यो तपाईँको यहाँ 2 नम्बरमा र 3 नम्बरमा आयो भनेको हरि र राजेशको प्रिन्ट हुने भयो होइन।
यसरी के गर्न मिल्छ, हामी डाटा फिल्टर गर्न मिल्यो। अझ यसमा के गर्न मिल्यो तपाईँहरूको, सपोज मैले डिएफ डाटा फ्रेम स्क्वायर ब्रेकेट ओपन होइन, अनि डिएफ स्क्वायर ब्रेकेट ओपन, यसमा मैले अझै के गर्न मन लाग्यो भने नेम भन्ने कलम सिलेक्ट गर्न मन लाग्यो, स्क्वायर ब्रेकेट क्लोज। अनि सपोज मैले इक्वल टु अपरेटर युज गरिरहेको छु, यसमा मलाई हरिको मात्र पत्ता लगाउन मन लाग्यो। सपोज हरि भन्दा नि ल मलाई रामको मात्र डाटा पत्ता फिल्टर गर्न मन लाग्यो भने के गर्ने त, सिट प्लस इन्टर थिच्ने बित्तिकै हामीले हेर्नुहोस् त रामको मात्र हामीले के आयो त, डाटा आउने भयो है। ठिक छ, ल नट इक्वल टु पनि चेक गरौँ अब होइन। ल अब हेर्नुहोस् त मैले के गरिरहेको छु भने तपाईँको नट अपरेटर युज गरिरहेको छु, नट इक्वल टु अपरेटर युज गरिरहेको छु। अनि सिट प्लस इन्टर गरौँ त, हेरौँ त के भयो, हाम्रो रामको बाहेक सबै डाटा के भयो त, फिल्टर भएर आयो। श्याम, हरि, राजेश, यसरी के गर्न सकिन्छ हामीलाई डाटा फिल्टर, पान्डाजमा डाटा फिल्टर गर्न सकिन्छ बाई युजिङ डिफ्रेन्ट अपरेटर्स।